फिल्म हलमा काम गर्ने अवसर आएको छ। कोही बहिनीहरू फिल्म हलको टिकट काट्ने, टिकट काउन्टरमा टिकट कटिङको काम गर्न चाहनुहुन्छ भने 10 बजेदेखि 7 बजेसम्म पोखराको एउटा सिनेमा हलको लागि चाहिँ टिकट काट्ने एकजना बहिनी चाहिएको छ, 2 जना चाहिएको छ बहिनीहरू। कोही बहिनीहरू चाहिँ नर्मल कम्प्युटर भयो हुन्छ, हेर्दाखेरि चट्ट राम्ररी हुनु पर्यो, मिठो बोल्ने हुनु पर्यो, टिकट दिने बेलामा चाहिँ यो फिल्म यस्तो हो भन्ने गफ लाउने, टिकट काट्न आएकोलाई टिकट दिने काम हो। त्यस्तो नर्मल काम हो, त्यस्तो गाह्रो केही पनि छैन। नर्मल कम्प्युटर छ भने हुन्छ है। त्यस पछाडि एकजना चाहिँ अपरेसनमा काम गर्ने बहिनी चाहिएको छ। अपरेसन को एसिस्टेन्ट हो, अपरेसन इन्चार्ज त्यही हुन्छ। अपरेसनमा चाहिँ भित्र अफिसमा काम गर्ने हो, त्यस्तो खालको बहिनी चाहिएको छ। 20-22 हजार स्यालेरी हुन्छ। र त्यसै गरी एकजना भाइ चाहिँ भाइ चाहिँ हो अपरेसनमा खासमा बिग्रिएछ। भाइ चाहिँ अपरेसनमा, बहिनी चाहिँ मार्केटिङ भन्नाले अब सोसल मिडियाहरू हेर्ने खालको, सोसल मिडियामा अलिकति एक्टिभ भएको बहिनी, पोस्टहरू गर्ने, यताउता गर्ने होइन, त्यहाँ चाहिँ अनि अरू काम गर्नेहरूलाई, टिकटतिर काम गरेकाहरूलाई हेर्ने, के छ कस्तो काम गरिरहेछन् भनेर हेर्ने, त्यस्तो खालको बहिनीहरू एकजना भाइ अपरेसनमा काम गर्ने, एकजना चाहिँ 2 जना चाहिँ लेडिज टिकट काट्ने चाहिएको छ। कोही हुनुहुन्छ पोखरामा नजिकै हुनुहुन्छ, च्याट्टा मिठो बोल्नुहुन्छ, राम्रो बोल्नुहुन्छ, राम्ररी हुनुहुन्छ, तपाईँको कुरा छ भने हामीलाई तुरुन्त सम्पर्क गर्नु होला। अब अपरेसनको र सोसल मिडियाको लागि चाहिँ बीबीए पढेको अथवा बीबीएस पढ्दै गरेको भए पनि हुन्छ। अनुभव त्यस्तो भयङ्कर चाहिँदैन र टिकट काउन्टरलाई पनि अनुभव चाहिएन। नर्मल कम्प्युटर चाहिँ टक्क टक्क नाम हान्न सक्ने खालको भयो है त। कोही हुनुहुन्छ भने हामीलाई तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ, किनभने तपाईँलाई थाहा छँदैछ फास्ट सल्युसन जस्तो नाम त्यस्तै काम।